आज हामी है यहाँ फुस्रेबाट रचेलाको ट्रेकिङ टुर हामी जाँदैछौँ होइन। यसमा हामीसँग हुनुहुन्छ हाम्रो सबै टिम। ओके, अहिले भने चाहिँ हामी यो सानो रमितेमा पुगेको छ है। अब यहाँबाट हामी जान पर्नेको डेस्टिनेसन रहेको छ 13 किलोमिटर। अन्ली हामी 1 किलोमिटर हिँडिसक्यो र तर हामीले 1 सरो लुगा चाहिँ फेरिसकेको छ यहाँनिर होइन सबैले होइन। अब 13 किलोमिटरमा के फेरिन्छ भन्ने कुरा चाहिँ त्यहीँनिर थाहा हुन्छ ल। र अहिले भने चाहिँ हामी रचेला डाँडाको एकदम टप प्लेसमा छौँ हामी। र राइजिङ सन पनि एउटा यति राम्रो देख्दो रहेछ है। एज सेम यहाँ भन्दै थियो कतिजनाले अरू ठाउँ भन्दा पनि यहाँ रचेला डाँडाबाट राइजिङ सन एकदम राम्रो देख्छ। त्यो त हो रहेछ एकदम क्लियरली मजाको। हामी आज तेस्रो दिन हामी फर्किँदैछौँ है। हामी हाम्रो डेस्टिनेसनबाट एउटा मेमोरेबल याद लिएर है, एउटा अद्वितीय याद लिएर हामी फर्किँदैछौँ। एउटा अकल्पनीय खालको नै यात्रा भयो है। सबैलाई जो पनि अब हाम्रो यो भिडियोहरू हेर्नुहुन्छ होला पछाडि उहाँहरूलाई म सजेस्ट गर्छु लाइफमा एकचोटि चाहिँ रचेलाको टुप्पीमा आएर चाहिँ अवलोकन गरिदिनु होला है। हाम्रो भनौँ एकदमै यादहरू समेटेर अतुलनीय यादहरू मेमोरी लिएर चाहिँ हामी फर्किँदैछौँ आज। ओके, जति अहिले चाहिँ हामी है रचेलादेखि 28 किलोमिटरको यात्रा पुरा गरेर फुस्रेको यहाँनिर आइपुगेछ। एकदमै मजा आयो, यात्रा लामो थियो तर राम्रो भयो। सर कस्तो तपाईँको अनुभव एक्सपिरियन्स? हामी हिँडेको चाहिँ हाम्रो यात्राको आज हामी लगभग हाम्रो देशमा आइपुगेछौँ है। 28 किलोमिटर हिँड्दाखेरि कस्तो लाग्यो आफूलाई? जानेखेरि त निकै हामी परेको तर आज त्यो कुरा सबै भुलेर नि भरिबाट कुद्ने बस्ने लाग्यो। ओके साँच्ची दाजु बोल्नु मन छ? टायर्ड मच सो टायर्ड मच। हामी चाहिँ अहिले चाहिँ बल्ल फुसे डाँडा मूलखडा पोखरीमा आइपुग्यौँ। रचेला ट्र्याकिङ कम्प्लिट गरेर टायर्ड सँगसँगै रमाइलो एकदमै अनफर्गेटेबल मेमोरिज बोकेर हामी आएको छौँ। एडी सर के छ? थाकेको छौँ, रमाइलो भइरहेको छ। त्यो चेपमा चाहिँ भालु आउँदाखेरि चाहिँ कसो गर्नु पर्ने अरे? अब बाटो छोडिदिनु, त्यसरी छोडिदिनु थाकेर पुगेको थियो त्यहाँनिर। अनि भालु आएर पनि हामीले केही गर्नु त होइन, आखिर आफै हामीले बाटो दिनु हो। अनि त्यसले जे गर्छ हामी सुम्पिने पक्षमा। बाटो चाहिँ कसरी देखाउनु पर्ने अरे? बाटो त यस्तो एकदम ट्राभल चाहिँ हार्ड थियो तर रमाइलो थियो, एकदम मजा। तपाईँलाई 28 किलोमिटर हामी कहिले हिँड्छ भनेर सोचेको थिएन, तर हामी एक दिन सक्छौँ 28 किलोमिटर, 14 किलोमिटर हामी सक्छौँ भन्ने एउटा समर्पण फर्किने एक दिन भएन।